हेलो हेलो साथीहरू, आज हाम्रो न्यू ब्लग न्यू डे। मेरो प्यारी श्रीमती अनि म छु यहाँ। आज चाहिँ हामी एउटा प्रख्यात मन्दिरमा हामी चाहिँ दर्शन गर्नको लागि जाँदैछौँ। अनि हाम्रो साधन चाहिँ तलै छोडियो अनि यहाँबाट चाहिँ हामी पैदल छोडियो, पैदल जाँदैछौँ। अनि फेरि हामी साधन भन्दा पनि स्वास्थ्यको लागि पनि राम्रो। अनि हाम्रो 11 नम्बरै ठिक होला भनेको चाहिँ श्रीमती र म सल्लाह गरेर लाग्दैछौँ है हजुर। टुक्चो बुढोहरू जाँदैछन्। जानुपर्ने छ त्यो माथिको डाँडा हो, त्यो बिचको ए माथि त्रिशुल देखेको। हामी चाहिँ यो कति डिग्री चाहिँ होला हौ यो उकालोमा बाटो? 100 डिग्री नै होला। अनि जङ्गलहरू पनि यो तरिकाको छ है। के गर्नु साथीहरू, हो त यो जङ्गल सिस्नु हो त। यो मन्दिर चाहिँ लट्टाम्बेश्वर मन्दिर है, जान लागेको हामी चाहिँ। त्यस्तो झर्नाहरू छ यहाँ है। यहाँबाट चाहिँ हामी जानु लागेको हो लट्टाम्बेश्वर मन्दिर। जुगाले पुरै खाने रहेछ। ल हाम्रो पनि हेरिहाल्नुहोस् न, भ्लगहरू हुँदैछ, सुरुवात स्टार्ट हुँदैछ होइन, अघिदेखिको हो यो। हेलो गाइस, सेकेन्ड टाइम लट्टाम्बेश्वर हाम्रो मेरो चाहिँ फर्स्ट टाइम है। फेरि मेरो चाहिँ फर्स्ट टाइम, उहाँको चाहिँ सेकेन्ड टाइम। जाँदैछौँ हामी यसरी। वर्षमा 2 चोटि दर्शन गर्दा त भयो। दर्शन त गर्नै पर्यो अब होइन। हो त्यस्तो पुरा लट्ठी चाहिँ सानो छ। हो त रहेछ, लट्ठी त सानो रहेछ त है। त्यो लट्ठी त अनि रबुवाको ल हामी चाहिँ यो उकालो बाटो जानुपर्ने। जुगाहरू पनि छ होइन, एकदम जोगेर जानुपर्छ। त्यही तल टर्निङमा छ भन्ने सोचिरहेको थिएँ, स्कुटर लिनु पठाउँदा। ल छिटाउनुहोस् है ल, आउँदै हुनुहुन्छ हाम्रो टोली। बताउनु नि, भिरको बाटो समय छ खनेर, भिरको बाटो समय। एकदमै गाह्रो हुँदो रहेछ है साथीहरू। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने यस्तो बाटो विचार गरेर आउनु होला। हिम्मत राख्नु पर्यो है, हिम्मत राख्नु पर्यो। ल हेर्नुहोस्, हामी त्यसरी आउँदैछौँ टक्क लाएर। हामी चाहिँ त्यो तल खोलाकोबाट आएको, बिहान 10 बजी हिँडेको है। त्यो गर्दै गर्दै हामी चाहिँ अहिले
हिँड्नु सक्यो यो बाटो यहाँसम्म आइपुग्यौँ रम किन्ने भन्दाखेरि क्या अनि पोहोर गाउँ जाँदा नानी मैले त गल एउटा गीत गाउनेको सास अड्किँदै त्यस्तै हुन्छ साथीको पनि सास अड्किँदैछ तर कुनै गीत गाउँदै सम्बुराईको गीत सुबु सान नानी बजाऊ सान नानी थियो कि सान नानी स्पिकर छ नि यहाँ स्पिकर पनि छ सानो स्पिकर हौ ब्यागमा हाँस्ने मान्छे कहाँ छ मनोरञ्जन पनि दिँदै जाँदैछौँ है हामी यहीँ साह्रो गाह्रो पर्छ भनेर पछाडिको साथीहरूलाई हस्पिटालिटी के अरे करिब हामी पुग्न लागेछौँ है साथीहरू हामी पुग्न लागेछौँ है करिब म चाहिँ फेरि ब्रुसलीको पोजिसनमा जाँदैछु हाम्रो ज्याकेट भइरहेको होइन ब्रुसलीको पोजिसनमा जाँदैछु ल म चाहिँ ल हेर्नुहोस् है लत्तम्बा महाशेर मन्दिरको दृश्य देख्न सक्नुहुन्छ यहाँ हो ल हामी तकरिबन चाहिँ हामी आइसक्यौँ है अब दर्शन गर्नलाई जाँदै लाग्यो ओहो अह ल है वाह ओहो नजिक होला नि त कति छिटो आइपुग्यो त हामी आधी बाइकमा आयौँ नि त नि हो खोलादेखि आएको भए त कति खोलादेखि कहाँ आइपुग्थ्यौँ त त्यो पनि त बाइकमा आउनु तान्नु त आएको उहुई तामाङ भाइले दिँदैछ तामाङ भाइले सोलो डान्स दिँदैछ सोलो डान्स तामाङ भाइले सोलो डान्स दिँदैछ ल खुसियालीमा क्या मन्दिर आइसक्यो नि त वा हर हर महादेव तल पनि छ तल झर्नुपर्ने के हो हामी त कम्पिटिसन रहेछ है बाटो चाहिँ यहाँ हाम्रो कसरी जाने कसरी आउने ल अगाडि बढ्नुहोस् के हो भित्र भएको लाइन हो दिदी त्यसमा आउनु न कहाँ कता गएको लड्नुलाई हामी चाहिँ त्यहाँ जाने हो माथि मन्दिरमा ल हामी चाहिँ साथीहरू यो बाटो आएको है योबाट त्यस्तो डेन्जर बाटो छ त्यो हुँदै गर्दै चाहिँ अब हामी भन्ने हो ल हामी चाहिँ लाइनमा छौँ अहिले उसको नि त पेटी गरेर गर्नु हुँदैन अरे नि त कति राजु तेरो भिडमा मान्छे लड्दै फेरि अर्को केही माताले प्रचार गरिदेऊ त भन्छ नराम्रो भएपछि राम्रो भएपछि एक गुफा हेर्न लाइन हो अब लाइन बस्नु पर्यो
बेर्नालाई मण्डपले सामान ल जय शिवशक्ति ओम शिवशक्ति हामीलाई गाली गर्ने भयो है शिवशक्ति ल हामी अब यही हजुरलाई सम्झेर आएको भन्ने भयो नि हामीलाई ल हामी पनि छिटो छिटो गरेर हामी पनि हेरिहाल्छौँ है भगवान्जीले हामीलाई हेरिसक्नु भएको छ यहाँ बस्ने कहाँ बस्न ठिक होला हर हर महादेव डोरी भन्ने मिल्दैन नि जय शिवशक्ति ओम शिवशक्ति खोइ मेरो फोन देऊ ओम शिवशक्ति हेलो यो अप्ठ्यारो हुन्छ जाम भोले बाबा ओम शिवशक्ति एउटा मात्र गराउनु हुँदैन र दुईटा गराउनु अलिक यताबाट खिच्ने छ नि यहाँ भन्छ नि त फोन देऊ है त्यसको अलिक ल फाइनल साथीहरू हामी चाहिँ लाग्यौँ फोन दे शिवको दर्शन गरेर मेरो फोन ल्याउ त घर नजाने जस्तो लाग्छ बाबु